आज बिहान रसुवाको भोटेकोसी नदीमा ज्वालामुखी विस्फोटको शैलीमा ठुलो बाढी आएर धेरै धनजनको क्षति भएको छ। त्यस क्षेत्रको आसपासको क्षेत्र नै तहस नहस भएको छ। हामी कामना गरौँ यसबाट बस्न सबैजना सफल हुनुहोस् भनेर। तर यो बीचमा उद्धार कार्य जारी छ। नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी लगायत स्थानीय बासीहरू सबै उद्धारमा लाग्नु भएको छ। स्वयंसेवकहरू परिचालन हुनुभएको छ र यसबाट अप्रत्याशित रूपमा आएको यो अत्यन्त विकराल, अत्यन्त ठुलो, अत्यन्त अप्रत्याशित बाढीले सबैलाई नै त्यहाँ तहस नहस गरो। धेरै ठाउँमा सोच्न समेत नपाइकन बाढीले क्षति पुर्याएको छ। हामी सक्दो त्यो क्षेत्रमा हामीले पनि सहयोग गरौँ। नजिक हुनेहरूले उद्धार कार्यमा सघाउनु होला र हामी सबै नेपालीले त्यस क्षेत्रमा गर्न सक्ने ठाउँमा सहयोग गरौँ। यस्तो भयावह अवस्थामा हामी सबै नेपाली एक भएर यो उद्धार कार्य, राहत कार्य र पुनर्स्थापना कार्यमा सहयोग गरौँ। धन्यवाद।